आज भएको एनपिएल म्याचमा जनकपुर भर्सेस काठमाडौँ गोर्खाजको म्याच थियो र यो ओपनिङ म्याच र एकदमै यो एनपिएल सिजन 2 को ओपनिङ म्याच र जनकपुर भर्सेस काठमाडौँ गोर्खाजको म्याचमा चाहिँ फर्स्ट ब्याटिङ चाहिँ जनकपुरले गरेको थियो भने 131 रनको टार्गेट दिएको थियो र काठमाडौँले चाहिँ 5 रनले जित्न सफल भएको छ र जनकपुर बोसलाई र फर्स्ट म्याच र भोलि हुँदैछ चितवन राइनोस भर्सेस कर्णाली याक्सको म्याच र आजको गेम चाहिँ बबालै भएको थियो एकदमै 5 विकेटले काठमाडौँ गोर्खाजले पहिलो जित जितेको र एनपिएलमा र योभन्दा पहिलाको सिजन चाहिँ काठमाडौँ गोर्खाजको खासै राम्रो भएको थिएन र डिफेन्डिङ च्याम्पियन हो जनकपुर बोल्ट्स र अनि काठमाडौँको चाहिँ यो फर्स्ट म्याच जित विन र आजको एनपिएल सिजन 2 को र एकदमै काठमाडौँलाई बधाई छ र जनकपुर डिफेन्डिङ च्याम्पियन हो र अर्को म्याचमा नेक्स्ट म्याचमा अझ बेस्ट पर्फर्मेन्स दिन्छ होला भन्ने आशा गर्दछु र एकदमै र काठमाडौँलाई चाहिँ बधाई छ र फर्स्ट म्याच जित्न सफल भएकोमा। योभन्दा अगाडि सिजन चाहिँ खासै राम्रो गएको थिएन काठमाडौँको। जनकपुर भनेको डिफेन्डिङ च्याम्पियन हो, डिफेन्डिङ च्याम्पियन भएपछि अवश्य पनि डह्रो भएर आइहाल्छ होइन। फर्स्ट म्याच हार्दैमा केही पनि हुँदैन र काठमाडौँलाई बधाई छ 5 विकेटले जित्न सफल भएकोमा।